हरे कृष्ण किचनमा हजुरलाई स्वागत छ। आज मैले नयाँ रेसिपी लिएर आएको छु, मासको दालको बडा। यो सबैलाई मनपर्ने रेसिपी हो, एकदमै मिठो अनि घरमा बनाउन पनि सकिन्छ। जाडोमा झन् तातो बनाएर खान एकदमै मिठो हुन्छ, भगवानले अफर गरेर। यसको लागि चाहिँ मैले मासको दाल 3 कप जति मैले भिजाएर राखेको थिएँ। 4-5 घन्टा जति भिजाउने। तपाईँहरू त राति बिहान बनाउनु छ भने राति भिजाउँदा नि हुन्छ, भिजाएर राख्ने। अनि यसलाई अब भिजिसकेपछि यसको बोक्रा मजाले छुट्टिन्छ सजिलै। यसलाई अलिकति बाड्ने अनि बोक्रा सबै छुट्याउने, पखाल्ने। यतिको सफा हुनुपर्छ, सक्दो जति सक्नुहुन्छ त्यति सफा गर्ने, बोक्रा निकाल्ने यसको। अनि त्यसपछि यसलाई ग्राइन्ड गर्ने, ग्राइन्डरमा राख्ने। यसमा मैले चाहिँ थोरै अदुवा र खुर्सानी, तपाईँले कतिको पिरो खानुहुन्छ त्यो अनुसार पिरो राख्न सक्नुहुन्छ। कतिको पिरो मनपर्छ यसले मसिनो हुने गरी ग्राइन्ड गर्ने। अनि तपाईँले ग्राइन्ड गर्ने बेलामा अलिअलि पानी राख्ने, धेरै गिलो नबनाउने, अलि बाक्लै होस्। धेरै पातलो भयो भने फेरि तपाईँको बडा चाहिँ फ्लपी हुँदैन, क्रन्ची पनि हुँदैन, फ्यात्त हुन्छ। बनाउने बेलामा पनि तेलमा छरिन्छ। अनि त्यसमा चाहिने सामग्रीहरू चाहिँ मैले हिङ आधी चम्चा, मरिच, गेडा जिरा, जिराको धुलो, कश्मिरी लाल पाउडर, धनियाँको धुलो, गरम मसला। यसमा चाहिने मसलाहरू तपाईँले के राख्न चाहिन्छ, के राख्न मिल्छ तपाईँले। खुर्सानी, कतिको पिरो चाहिन्छ खुर्सानी, नुन स्वाद अनुसार राख्ने। नुन राखेँ। यसमा धनियाँ काटेर, धनियाँ धेरै राख्न मिल्छ, धनियाँ राख्ने। अब यसलाई चाहिँ मजाले फिट्नुपर्छ, कम्तीमा 5 मिनट जति सबै मिक्स हुने गरी मजाले फिट्ने। जति हामीले फिट्छौँ त्यति नै फ्लपी हुन्छ, त्यति नै फुलेर आउँछ एकदमै। भित्रदेखि तपाईँको सफ्ट, बाहिरदेखि क्रन्ची एकदमै हुन्छ यो चाहिँ। अनि खाने बेलामा नि एकदमै मिठो हुन्छ, एकदमै सफ्ट हुन्छ भित्रबाट, अनि बाहिरदेखि क्रन्ची हुन्छ। एकदमै फिट्नुपर्छ। तेल तातिसकेको छ। सानो सानो राख्ने, फुलौरा जस्तै। बडा पनि बनाउन सक्नुहुन्छ, बिचमा पाल पारेर। अनि फुलौरा पनि बनाउन सकिन्छ। एक लटमा कति अट्छ त्यति राख्ने। हेर्नुहोस् त, तपाईँको तेलको फिस तल बसिसकेपछि फुलौरा कस्तो फुलेर आएको छ। जति मैले फिट्छ त्यति नै मजाले फुलेर आउँछ यो चाहिँ। पल्टाउने, दुवैतिर रातो हुने गरी। ग्यासको फ्लेम चाहिँ सानो हुनुपर्छ, ठिक्कको राखेर पकाउने, भित्रसम्म पाक्ने गरी, क्रन्ची हुने गरी। हाई फ्लेममा गऱ्यो भने बाहिर पाक्छ, भित्र चाहिँ पाक्दैन। यसै गरेर हामी दुवैतिर पल्टाएर पकाउँछौँ, क्रन्ची हुने गरी। यो रेसिपी तपाईँहरू पनि आफ्नो घरमा पकाउन सक्नुहुन्छ, सजिलै पाक्छ, धेरै टाइम लाग्दैन। अनि हामीले यसलाई बच्चालाई खाजामा, आफूले दिउँसो खानामा लाग्यो भने पकाएर खान सकिन्छ, धेरै टाइम लाग्दैन। रेडी भइसकेको छ, यतिको रातो हुनुपर्छ। तपाईँ पनि यस्तै बनाउनु होला र आफ्नो घर परिवारमा सबैजना सेयर गरेर खानु होला। र मेरो रेसिपी मन परेमा प्लिज लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु र कमेन्ट गर्न नबिर्सिनु होला। म यस्तै राम्रो चाहिँ रेसिपी लिएर आउँछु हजुरहरूको लागि। हरे कृष्ण।